त्यही भएर हामी धेरै नघुमौँ पानी कटाइदियो यसरी हाम्रो जेम्स बाटो देखाउँदै सन्तोष अङ्कल सेकेन्डमा हामी पनि बित्ने भने यो खोइ के भयो अहिले भर्खरै पस यो ठाउँ देखेर हेरेर यस्तो रहेछ है घरको राम्रो होस् शुभकामना दिन्छु म तो चलिए शुरू करते हैं सो भ्युवर्सहरू परै ल हामीलाई कताको यात्रा भनेर पनि सोधिसक्नु भइसक्यो है धुलो निकै नै उड्दैछ गाडीहरू पनि धेरै नै कुद्दैछ है पिच रोड पनि अब सायद उहीँसम्म हुनु होला A few moments later. पिच रोड पनि सकियो फेरि अगाडि देखिरहेछ दाहरू फुल स्पिडमा हुनुहुन्छ हामीले चाहिँ भेट्नुपर्ने हुन्छ यो चाहिँ के भन्छ दुधे होला सायद है दुधे नै भन्छ होला त्यति साह्रो डुल्दिनँ नि त म त्यही भएर नाम थाहा हुँदैन हाम्रो यहाँ फुटबल ग्राउन्ड पनि छ ठुल्ठुलै म्याच हुन्छ यहाँनिर बेटीले थाम्छ जस्तो चाहिँ लागेन है बेटीले थाम्ने भएको भए म तपाईँलाई सबै देखाइदिन्छु अच्छा ठीक है समझ गया एउटा मात्र बेटी ल्याउनु भएछ ठिकै छ त्यो पनि अब बचाएर दि एन्डसम्म तपाईँलाई म तपाईँसँग हामी हुने नै छौँ यस गाइज हाम्रो डेस्टिनेसन आउनु चाहिँ अझै छ A few moments later. दाहरूलाई भेट्दिनँ त म यत्रो कुदाउँदा पनि गलिसक्यो यार के हो हाडा त्यस्तो भइसकिसक्यो गलेर फ्याक भइसकिसक्यो म मेन त गाइज यस्तो छ नि त प्रब्लम पाउमै छैन अनि कहाँबाट कुद्छ साइकल कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको A few moments later. सो गाइज बल्ल खुसी लाग्यो खुसी दाहरूलाई मैले अगाडि देखिसकेँ पर्खिँदै अगाडि बढ्दै हुनुहुन्छ गलेर मर्न आँटिसकेको थियो यार र हाम्रो चाहिँ यहीँभित्र है त्यही भएर हामी धेरै नघुमौँ पानी कटाइदियो यसरी रोड चाहिँ थाहा भएन अलिक पछि हिँड्नुपर्ने हुन्छ ल हामी अगाडि बढिसक्नु भयो पछाडि आउँदै हुनुहुन्छ अब अगाडि बढ्नु भइसक्यो अब मेरो पालो लेट्स गो गाइज लेट्स गो यस्तो छ है बाटो चाहिँ म पनि बढिसकेँ अगाडि बाटो यस्तो छ फुल अफरोडै खोइ त अनि यतादेखि उता उतादेखि उता घारी त जरो हिँड्यौँ त उहाँ अगाडि पनि थियो त्यो खालको तर त्यो त फुल सबै टिपिसकेको थियो यार तो उससे मेरा क्या फायदा हामी यस्तो च्यान पनि हेर्न सक्छौँ पछि यस्तैमा हो हामी पनि बित्ने भने An eternity later. ल गाइज हाँस भेट्यो यहाँ पुल रहेछ हामी अहिले नजिकबाट देखाउँछौँ तर यस्तो यस्तो पस्यो यार गाइज यो खोइ के भयो अहिले भर्खरै पस गियरै लागेन त्यही भएर 1 hour later. हामी चाहिँ धेरै नै निकै नै रेस्ट गऱ्यौँ है यहाँनिर आनन्दको महसुस भयो यो ठाउँ देखेर हेरेर रोडको छेउमा जङ्गलको छेउमा पोखरी हो त्यहाँ पोखरीमा फुल मुंह से सुपारी निकाल के बात कर रहे बाबा इसके मुंह में पैदाइशी सुपारी है उतादेखि छिरेको थियौँ उता पहाडीबाट यस्तो घुमेर यतादेखि आएको है
केही भन्न चाहनुहुन्छ मेरो ब्लगमा केही भन्न चाहनुहुन्छ मेरो ब्लगमा कृपया ब्लगमा कृपया A few moments later. म के भन्न चाहन्छु भने भ्लगरको राम्रो होस् लु केही जान्दिनँ म त्यो त नगर्दे कपी उयो हुन्छ ल अहिले भेटौँ ल स्टार्टिङ पोइन्टमा भेटौँ